पत्रकार सम्मेलन पत्रकार भेटघाट कार्यक्रममा थिएँ अनि मैले पत्रकारहरूलाई मलाई सके जति ब्रुटल क्वेसन सोध्नुहोस् है सो द्याट मैले कुनै अहिलेसम्म ब्यागेज बोकेको छैन कुनै गलत काम गरेको छैन अनि मलाई अप्ठ्यारो क्वेसन कसैले सोध्दैला कि भन्नुपर्ने भनेर डराउनु पर्ने पनि छैन अनि मलाई सबै ब्रुटल क्वेसनहरू सोध्न पाउनुहुन्छ र यहाँ सोधिएको क्वेसन कुनै पनि मेरो लागि नयाँ क्वेसन होइन यस्तो क्वेसनहरू हामीले विगतमा पनि फेस गरिराखेकै कारणले यो उहाँ सरले भन्नुभयो म आज रात सोध्छु र विचार गर्छु अनि निर्णय गर्छु भनेर म चाहिँ 3 दिनभित्रै सोचिहाल्नुहोस् ल नत्र फेरि अभिनय त अभिनय हुने त्योभन्दा ढिलो नगर्नु होला सोच्नलाई भनेर गर्न चाहन्छु अर्को यो बिजनेस इन्भाइरोमेन्टको बारेमा रिफर्मको बारेमा मलाई एक्ज्याक्टली कुन भन्ने त थाहा छैन तर मलाई डाक्टर स्वर्णिम उहाँले अर्को पोटेन्सियल अर्थमन्त्री हो अनि उहाँले भन्नुहुन्छ थियो पहिलो क्याबिनेट मिटिङबाट 28वटा यस्तो ल रिफर्म गर्नु छ जसले गर्दा बिजनेस इन्भाइरोमेन्ट पोजिटिभ हुन्छ पोजिटिभ इम्प्याक्ट हुन्छ भनेर उहाँ त्यसरी काम गरिरहनु भएको छ 28वटा भनेर गरेर यो भन्ने छ उहाँको अनि त्यसैले अनि त्यसमा फेरि उहाँको एक्सपर्टिज नै त्यो सेक्टरसँग भएकोले गर्दाखेरि वी आर भेरी मच होपफुल हामी त्यसरी काम पनि गरिराखेको छौँ कि 100 डेजमा 100वटा डिसिजन भनेर हाम्रो तयारी पनि भइराखेको छ त्यसमा उहाँहरूले काम गरिरहेको छ अनि यसमा हामीले 100वटा बुँदा पनि लेखेको छौँ बाचापत्रमा पहिला घोषणा पत्र भन्ने अभ्यास हुन्थ्यो घोषणा गरिदियो पुग्छ भनेर हामी चाहिँ हाम्रो कमिटमेन्टहरू बाचापत्र कमिट गर्छौँ प्रमिस गर्छौँ कि हामी यति गर्छौँ भनेर त्यसैले हामीले त्यो ल्याङ्ग्वेज पनि फरक युज गरेको छौँ यो एउटा कुरा प्राइभेट सेक्टर फोकस भएर जस्तै इकोनोमी नै गभर्मेन्ट इकोनोमी डेभलपमेन्ट इकोनोमी भनेको स्टेट इकोनोमी डेभलपमेन्ट इकोनोमी र प्राइभेट सेक्टर इकोनोमी हुन्छ प्राइभेट सेक्टर इकोनोमी जति फ्लोरिस भयो त्यति रेभेन्यू र जब क्रिएट हुन्छ अनि डेभलपमेन्ट इकोनोमी जति फ्लोरिस भयो त्यति डिपेन्डेन्सी हुन्छ अनि गभर्मेन्ट यो दुइटैले काम गऱ्यो भने गभर्मेन्ट इकोनोमी चाहिँ बढ्ने भनेको यही ऋण लिएर हो अहिले जुन पुगिसकेको हो 28-29 खर्ब त्यसरी नै बढ्दै जाने हो त्यसैले हामी प्राइभेट सेक्टर इकोनोमी नै धेरै ठुलो हुनुपर्छ र त्यसले गर्दाखेरि जब क्रिएसन रेभेन्यू जेनेरेसन दुइटैमा काम गर्छ त्यो कसरी गर्ने त भन्दाखेरि अहिलेको अब हाम्रो इकोनोमी फोकस सुड बी अब जेनरल एउटा सस्टेनेबल इकोनोमी हुन्छ अर्को ग्रोथ फोकस इकोनोमी हुन्छ सस्टेनेबल इकोनोमी भनेको हामीलाई चाहिने बेसिक इन्स्टिट्युसनहरू चलिराख्ने तर ग्रोथ इकोनोमी भनेको हामी इन्टरनेसनल इकोनोमी जियो पोलिटिक्स हेरेर कसरी काम गर्छौँ भन्ने त्यसमा हामीले भार भनेको वेट एन्ड डिस्टेन्स विहीन इकोनोमी